नमस्कार। हामी दिनरात पैसा कमाउन दौडिन्छौँ, तर के तपाईँले कहिले सोच्नु भएको छ यो कागजको टुक्रामा त्यस्तो के जादु छ जसले गर्दा हामी यसको साटो जे पनि किन्न सक्छौँ? आजको भिडियोमा हामी पैसा भनेको के हो र यो हाम्रो देशको अर्थतन्त्रमा कसरी रगत जस्तै बग्छ भन्ने कुरा एकदमै सजिलो भाषामा बुझ्नेछौँ। धेरै पहिले मानिसहरूसँग पैसा थिएन, उनीहरू सामानको बदलामा सामान साट्थे। यसलाई बार्टर सिस्टम भनिन्थ्यो। तर यसमा एउटा समस्या थियो। यदि मसँग चामल छ र मलाई जुत्ता चाहिएको छ र तपाईसँग जुत्ता छ तर तपाईँलाई मेरो चामल चाहिएको छैन भने त्यस्तो अवस्थामा व्यापार हुँदैन थियो। यही समस्या सुल्झाउन पैसाको आविष्कार भयो। पैसा भनेको एउटा यस्तो माध्यम हो जसको मूल्यमा सबैले विश्वास गर्छन्। यो आफैमा केही होइन, तर यसले मूल्य बोकेको हुन्छ। अब बुझौँ पैसा अर्थतन्त्रमा कसरी घुम्छ। यसलाई एउटा साधारण चक्रबाट बुझ्न सकिन्छ। हामी काम गर्छौँ, श्रम दिन्छौँ र त्यसको बदलामा कम्पनीहरूबाट तलब पाउँछौँ। त्यही तलबबाट हामी चामल, लुगा वा मोबाइल किन्छौँ, अर्थात् पैसा फेरि पसल वा कम्पनीमा पुग्छ। कम्पनीले त्यही पैसाबाट सामान बनाउँछ र फेरि कर्मचारीलाई तलब दिन्छ। यसरी पैसा एक हातबाट अर्को हातमा पुग्दै एउटा चक्र पुरा गर्छ। जति धेरै पैसा घुम्छ अर्थतन्त्र त्यति नै बलियो हुन्छ। तर हामी सबै पैसा खर्च गर्दैनौँ, केही पैसा बचाउँछौँ। त्यो पैसा हामी ब्याङ्कमा राख्छौँ। ब्याङ्कले त्यो पैसा थन्काएर मात्र राख्दैन, उसले त्यो पैसा व्यापार गर्न चाहने वा घर बनाउन चाहनेहरूलाई ऋणको स्वरूपमा प्रदान गर्छ। ब्याङ्कले पैसालाई गति दिने काम गर्छ। यदि पैसा दराजमा मात्र थन्कियो भने अर्थतन्त्र शिथिल हुन्छ। अब प्रश्न उठ्छ, यो पैसा कसले छाप्छ? हो, नेपालमा नेपाल राष्ट्र ब्याङ्कले पैसा छाप्ने र यसको नियन्त्रण गर्ने काम गर्छ। सरकारले कर मार्फत हामीबाट पैसा उठाउँछ र त्यही पैसा बाटो, अस्पताल, स्कुल आदि बनाउन खर्च गर्छ। छोटकरीमा भन्नुपर्दा पैसा भनेको विश्वासको एउटा माध्यम हो। जबसम्म हामी सामान किन्छौँ, लगानी गर्छौँ र कर तिर्छौँ, तबसम्म यो चक्र चलिरहन्छ र देशको अर्थतन्त्र अगाडि बढ्छ। तपाईँलाई यो भिडियो कस्तो लाग्यो? यदि केही जिज्ञासा छ भने तल कमेन्टमा गर्नुहोला। अर्को भिडियोमा हामी महँगी अथवा इन्फ्लेसन कसरी बढ्छ भन्ने बारेमा चर्चा गर्नेछौँ। धन्यवाद।